मन्दिर त एमान हो नि होइन अरे पुरानो त्यहाँ सोकेको पुरा पहिलाको मान्छेहरू त खत्रै हो क्या आर्टिस्टमा त ब्रो वाइल्ड हो नि हेर्नु न यस्तो पाटनमा वाइल्ड मान्छे हो दामी हेलो गाइज के छ त नि सबलाई सन्चै आरामै होला गरे होइन त्यो म चाहिँ भर्खर उठेर फ्रेस भएर आएँ आज चाहिँ यसो घरमा बस्दा बस्दा बोर लगाएर पाटनतिर जाने भनेको त्यही हो अब पाटनतिर जाने एकछिनमा पाटनतिर भेट्दै गरौँला नि त बाटोमा नि के कस्तो भयो सबै कुरा भन्दै गरौँला ल गाइज पाटन यहाँ चाहिँ पाटन मन्दिर दामी लाग्यो यार होइन र ब्रो यहाँ चाहिँ टुरिस्टहरू नि आइरहेको हुन्छ कि खैरेनीहरू पनि आइरहेको हुन्छ मलाई चाहिँ दामी लागेको थियो हरेक पुरानो इतिहास बोकेको पाटन हो नि त हो त्यही भएर ढुङ्गै ढुङ्गाले निर्माण गरेको होइन सबै एउटा सिंगै ढुङ्गा हो एन्ट्री यस्तो बवाल बनाइदियो हेर्नमा ढुङ्गै ढुङ्गा हो दामी बनाइदियो होइन आज भोलिको त कहाँ सक्छ हो यसरी बनाउनमा कडै हो नि कहाँ जाने हो यतै जाने यस्तो छ हेर्नुपर्छ जुम गरेर अलि मजाले हेर्नुपर्छ यस्तो डिटेलमा बनाएको नि सब के त्यो हुन्छ नि मेजर गर्दा नि ठ्याक्कै आउने टाइपको के कस्तो टल्किरा हो ठ्याक्कै के अरे अलि टल्किरा छ के सनसेट परेर दामी हेर्न कस्तो दामी बनाइदियो पहिलाको मान्छेले हरेक आर्टिस्टहरू चाहिँ खतरा थिए अनि यस्तो दामी दामी कलाहरू बनाइदियो पाटनमा म चाहिँ दिवस दामी लाग्यो क्या यहाँ ब्रोसँग चाहिँ आज आएको थिएँ घन्टा घर यही रहेछ त्यो सब यहाँ चिक्कोहरू नि क्या दामी दामी देखिन्छ वाइल्ड छन् खैरोहरू कति पुरानोहरू सब फलामको र काठको मात्र नै हो कलेक्सनहरू चाहिँ दामी दामी यार यस्तो बनाइदिए बाइकहरू त त्यही हो दामी हो यहाँ हेर्नु न दामी हो मूर्तिहरू पनि हरेक पुरानो पुरानो कलेक्सनहरू सबै बराबर वुमेन्स बिहाइन्ड बार्स रिच अल पोलिटिक्स गोल्डन टेम्पल यो हो काठमाडौँ धारा सुकेको भनेको यो मात्र होला यार ब्रो यही हो क्या काठमाडौँमा पानी नसुकेको भनेको
ब्रो देखा त मैले ब्रो सब त मैले मुख धोइदिन्छु कि यहाँको पानी अब यहाँ धारामा हेर्न यस्तो बवाल आर्किटेक्चर हेर्न यस्तो बवाल बनाइदिरहेको छ यस्तो छ है त धारामा पनि छ के यहीँको पानी होला बे नसुक्ने यार होइन 24 काठमाडौँ सब सुक्यो यहीँको पानी मात्र सुकेन कि यो मात्र दामी छ यहाँको पानी खाने ठाउँलाई पनि यस्तो बवाल हात बनाइदिरहेको छ होइन पहिलाको मान्छेहरू मान्नै पर्छ कि यहाँनिर छ एउटा यो सेम रहेछ साइडको डिजाइन चाहिँ मन्दिर त एमान हो नि होइन अरे पुरानो त्यहाँ सोकेको पुरा पहिलाको मान्छेहरू त खत्रै हो क्या आर्टिस्टमा त नि ब्रो वाइल्ड हो नि हेर्नु न यस्तो पाटनमा वाइल्ड मान्छे हो दामी दामी राम्री परिहरू नि छन् देखियो भने चाहिँ दामी लाग्छ जो देखे त्यसै माथि चढाउँ जस्तो हुन्छ तर मजाक गरेकै फेरि यस्तो केही होइन यहाँ हेर्नु न केही देख्नुभयो हजुरहरूले जोस् दामी बनाइदियो यहाँ पनि हेर्नु न कस्तो खतरा बनाइदिएको हो कि पुरानो मान्छेहरूले आर्टिकल सिट यस्तो बनाउनु कसले सक्छ यार पुरा बाटो यहीँ रहेछ वाइल्ड मान्छे आउने रहेछन् गाडी साडी हिँड्ने रहेछ भर्खर गयो यार होइन दामी दामी केटीहरू होइन दुईवटा थिए दामी गइदिएन त्यही हो राम्रै यताको माहौल हेर्नु न माहौल त खाएकै हो नि जस दामी छ माहौलहरू मैले चाहिँ बाइकतिर जान लाग्यो मर्दै अब त्यहाँदेखि निक्लिनु गऱ्यो हामी अब मर्दै जान लाग्यो ब्रो यता आइज न माहौल त दामी छ त सबै यहाँ बसेर मिठो खानालाई के खाने हो ब्रो के खाने कि नै भन्न नास्ता खाएर निक्ली थिइस् कहाँ ए म भोक लागिरहेको कि त्यही कता बस्ने हो कि भनेर बाइक यहाँ छ मेरो बाइक यहाँ छ अब बाइक लिएर निक्लिनु लाग्यो कति जाने भन्न बाइक त्यही त कति जाने भन्न जाऊँ न ल यो चाहिँ पाटन घुमेको भिडियोहरू चाहिँ कस्तो लाग्यो त्यसमा चाहिँ अझै माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला मैले अझै नै राम्रो भिडियोहरू लिएर आउँछु तर म चाहिँ अब बल्ल नयाँ हो नि त सुरु हो तर म त्यस्तो उस्तो छैन त्यहाँदेखि सुरुवात मात्र गरेको सुरु गरौँ न कस्तो हुने रहेछ भनेर त्यही हो अब हजुरले अझै माया गरिदिनु सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला मेरो युट्युब च्यानलमा म अझै राम्रो भिडियोहरू लिएर आउँदै गर्छु बाई बाई नेक्स्ट भ्लगमा भेटौँला अब